दाङको तुलसीपुरमा जंगली च्याउको तरकारी खाँदा एकजनाको मृत्यु भएको छ भने अन्य 6 जना बिरामी परेका छन्। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका 3 बल्ले निवासी 36 वर्षीय दीपा पुन मगर रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार गत असार 31 गते जंगलबाट खोजेर ल्याएको च्याउ खाँदा दुई परिवारका 7 जना बिरामी परेका थिए। च्याउ खाएर बिरामी परेका 7 जना मध्ये 2 जनालाई घरायसी उपचार गरिएको र अन्य 5 जनालाई अस्पताल लगिएको थियो। अस्पताल लगिएका 5 जना मध्ये दीपा पुन मगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट थप उपचारका लागि घोराई रिफर गरिएकोमा घोराईबाट पनि थप उपचारको लागि नेपालगञ्ज लैजाँदै गर्दा आज बाटोमै मृत्यु भएको बताइएको छ। च्याउ खाएर बिरामी परेका तुलसीपुर 3 बल्लेकै 75 वर्षीय दशरथी पुन, उहाँका 38 वर्षीय छोरा डम्बर बहादुर पुन, 36 वर्षीय तिलक पुन, 5 वर्षीय विपिन पुन, 12 वर्षीय विवेक पुन र सुमन बुढाथोकी उपचारपछि डिस्चार्ज भइसकेका छन्। मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ। यसैबीच प्रहरीले जंगली च्याउ पहिचान नगरी सेवन नगर्न र जंगली च्याउ खाँदा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विषालु च्याउको सेवनले गम्भीर स्वास्थ्य समस्या निम्ताउनुका साथै ज्यान समेत जान सक्ने भएकाले जंगलबाट ल्याएका च्याउ जथाभावी सेवन नगर्न प्रहरीले सचेत गराएको छ।